दिदी नमस्ते। नमस्ते सबैलाई। के छ सन्चै छ? सन्चै छु नि, सन्चै भयो त तिमीसँग काम गर्न आयो नि। ठिक हुनुहुन्छ नि? दिदीसँग यार यत्रो भिडियोहरू हेरिरहेको मान्छे आजसँगै पहिलोचोटि हो नि मैले दिदी पनि भाइको धेरै उयोहरू हेरेको छु, भ्लगहरू। हेर्नु तर त काम गर्न पाएँ, सँगै भेट भयो, मन पर्थ्यो मलाई हेर्नुहुन्थ्यो दिदी? एकदम। सिरियसली? सिरियसली हजुर, उहाँको त मैले प्रायः कुनै पनि छुट्याएको छैन। अब चिनजान मात्र नभएको छ। ओ माई गड, ल दिदी थ्याङ्क यू। म नि दिदीको म्युजिक भिडियो हेरेर हुर्किया हो। दिदीको त्यो नेपाल टेलिभिजनमा बिहानी बिहानमा आउँथ्यो नि सुसेली अनि त्यो के आउँथ्यो नि दोहोरीहरूको दोरी। तपाईँ लगभग खानुहुन्थ्यो त्यो बेला, अब खानु भएको थियो समय होइन। त्यो पछि फेरि तपाईँले अहिले एक छत्र रूपमा चाहिँ भिडियोहरूमा पनि काम गरिरहनु भएको छ। राम्रो हो दिदी। अब अहिले चाहिँ सबैतिर टेली सिरियल भिडियो, विशेष गरी तपाईँको ऐना झ्यालको पुतली फिल्मबाट चाहिँ म धेरै नै प्रभावित दिदीले है। राम्रोसँग गर्नु होला दिदीलाई, ठिक छ भन्ने मैले आशा लिएको छु। अनि अहिले हामी कहाँ छौँ दिदी? अहिले हामी चाहिँ पोखराको यो के अरे हाम्रो राजु मास्टर भाइको जन्मिएको ठाउँ जन्मथलो पुणे भन्ने ठाउँमा छौँ। उता सुटिङ हुँदैछ हाम्रो भाइहरू त्यहाँ। राजु मास्टर भाइ पनि हुनुहुन्छ। हामी यहाँ आएका छौँ। यहाँ अलिकति मौसम चाहिँ अलिकति हट टु मच हट रहेछ है। गर्मीले लगभग पसिना चुहिन बाँकी र खोलै बगिरहेछ। जति पनि बाढी पहिरो गइरहेछ देशमा पनि यही पसिना जिउमा बाढी पहिरो लास्ट टाइम हुँदैछ नि अति नै क्या। आज कम छ आज अलि रेस्ट नै भएको दिदी। अब काममा अब बेस्ट भइरहेछ आजबाट दिदीको। ल ओके थ्याङ्क यू। भाइहरू 60 लाखको सम्झौतामा 30 लाखको चाहिँ मिल्यो होला कारोबार। जोनी जिप सर्ट के ठ्याक्क। जय गणेश देव माता जाकी पार्वती पिता महादेव पान चढ़े फूल चढ़े और चढ़े मेवा लटबन का भोग लगे संत करे निर्जरी समाधिलो रही विराजमान मूर्धनि धगत 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 जुजुल्ल लाट पट्ट पाओ किशोर चंद्रशेखरे गति प्रतिक्षणम यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारतम् अभ्युत्थानम् अधर्मस्य तदात्मनम् परित्राणाय सम्भवामि युगे युगे। आज पनि हाम्रो चाहिँ पूर्णिमा है। हाम्रो हिजो र आज पूर्णिमा नै थियो। विशेष गरी पोखराबाट चाहिँ हामी प्रत्यक्ष प्रसारण छौँ। आज बुद्धि दादा नमस्ते भन्नु। शुभ दिन। आई लभ यु दादा।